म जङ्गबहादुर राणा था। कोट पर्वपछि मैले शासनको सूत्र आफ्नो हातमा लिए। मुलुकी ऐन मार्फत कानुनी राज्यको आधार राखेँ र नेपाललाई आधुनिक प्रशासनतर्फ डोर्याएँ। म रणदीप सिंह राणा। मेरो शासन वैभव र दरबार केन्द्रित रह्यो, तर आन्तरिक द्वन्द्वले राणा शासनभित्रको कमजोरी उजागर गर्यो। म वीर शमशेर राणा। मैले अस्पताल, धाराहरू र सडक बनाएँ। जनकल्याणका केही ढोका मेरो शासनमा खुले। म देव शमशेर राणा। शिक्षा र प्रेस स्वतन्त्रता मेरो सपना थियो, तर सुधारको आवाज दरबारलाई असह्य बन्यो। म चन्द्र शमशेर सती प्रथा र दास प्रथा अन्त्य गरेँ। सिंह दरबार निर्माण गरेँ, तर सत्ता मेरो हातमै सीमित रह्यो। म भीम शमशेर राणा। विनाशकारी भूकम्पपछि पुनर्निर्माण मेरो मुख्य जिम्मेवारी बन्यो। म जुद्ध शमशेर राणा। भूकम्पपछिको नेपाल मैले फेरि उभ्याएँ, तर जनआन्दोलन दबाइयो। म पद्म शमशेर राणा। पहिलो संविधानको घोषणा गरेँ। राणा शासनमा परिवर्तनको संकेत दिए। म मोहन शमशेर राणा। परिवर्तनको विरोध गरेँ, तर 2007 सालले राणा शासनको अन्त्य गर्यो। यहाँ राणा युग समाप्त भयो, तर इतिहास जीवित रह्यो।